सर्वदलीय सरकारको पनि कुरा हुँदैछ, यसमा नअल्मलिनु होला। अहिले दलीय सरकार होइन, पुराका पुरा नागरिक सरकार, स्वतन्त्र सरकार बन्नुपर्छ। 50% अथवा त्योभन्दा बढी नयाँ युवाहरूको प्रतिनिधित्व हुनुपर्छ। हिजोका राजनीतिक दलका एकजना पनि मान्छे रहनु हुँदैन त्यसमा, बाहिर उनीहरूकै कारणले देश आज यो दलदलमा फसेको हो। दोस्रो, 6 महिनाभित्रमा निर्वाचन हुने कुरा हुँदैछ। यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने अहिलेकै निर्वाचन प्रणाली, हाम्रो संविधान अनुसार, हाम्रो कानुन अनुसार जुन निर्वाचन प्रणाली छ, इलेक्सन सिस्टम छ, त्यही पद्धति अनुसार अब निर्वाचन हुने हो भने जोसुकैले निर्वाचन गरे पनि भागबण्डाको राजनीति फेरि पनि फिर्ता आउनेछ। यिनै हिजो गनाएका मान्छेहरू भागबण्डा गरेर त फलान ठाउँमा मलाई सघा, म फलान ठाउँमा तँलाई सघाउँछु भनेर यिनै अनुहार दोहोरिएर आउँछन् फेरि, र राज्य सत्ता हाइज्याक गरेर तपाईँहरूलाई नै फुटेजहरू हेरी हेरी यही रहेछ हिजो हुलदङ्गा मचाउने, आगो लगाउने भनेर तपाईँहरूलाई नै जेलमा कोच्न बेर छैन। त्यस पछाडि चनाखो रहनु होला, तिनीहरूले टाउको उठाउन पाउनु हुँदैन। अब नयाँ अनुहार आउनुपर्छ, नयाँ विचार आउनुपर्छ, नयाँ शक्ति आउनुपर्छ। यसको लागि निर्वाचन प्रणाली परिवर्तन हुनैपर्छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पनि कुरा हुँदैछ। त्यो सँगसँगै सांसदहरू भनेका कानुन बनाउन आएका हुन्, ल मेकरहरू हुन्। उनीहरूले मन्त्री बन्न पाउनु हुँदैन। मन्त्रीमा जाने बित्तिकै भ्रष्टाचार बढ्छ। मन्त्री बन्यो भने सांसद पदबाट राजीनामा दिनुपर्छ।